grass laउने यसमा टिका लाउने welcome to my park. Oh, ducks! And there's tomatoes growing in this park. साथीको छोरीलाई स्कुलमा पिक गर्न जाँदैछ Okay, so we're almost there. 1 minute पनि यता उता हुन्न के My swimming is right there, the building. झ्यालमा परेको पानीको छिटा जस्तै मन भारी र उत्सुक पनि छ। आजको यात्रा अलि विशेष छ किनभने म बस्ने सहरबाट 170 किलोमिटर टाढा केही विशेष कुराको साक्षी बन्न जाँदैछु। समय आफ्नै गतिमा दौडिरहेको छ। थाहा छैन आज मैले मेरो ट्रेन समयमै भेट्न सक्छु या सक्दिनँ। मनमा त्यही डर छ। I'm afraid if I'm gonna miss my train. Yeah. ढिलै भए पनि ट्रेन स्टेसन भने पुगे तर यात्रा अझै सजिलो कहाँ थियो र टिकट भने पहिले बुक गरेको थिए तर प्लेटफर्म चाहिँ कुन हो थाहा थिएन। समय आफ्नै गतिमा दौडिरहेको थियो। यताउता धेरै खोजे तर प्लेटफर्म चाहिँ कुन हो पत्तै लागेन। अब भने सोध्नै पर्ने भयो। Hi. I just want to know which platform is this train going? What time? This is York to Melton Moor Bay, Northeastern Railway. To platform 6. Platform 6. Yes. म चाहिँ अहिले मेल्टन मुर बेको ठ्याक्कै सिटी सेन्टरमा हिँड्दैछु। सिटी सेन्टर भनेको चाहिँ अब बजार जस्तो भनौँ न, यहाँको बजार जस्तो। अनि यहाँबाट अब 2-3 मिनट हिँडेपछि चाहिँ ठ्याक्कै मेरो साथीको घरमा आइपुगिन्छ। कति हो एक्साइटमेन्ट। अनि म चाहिँ यहाँ पहिला अप्रिलतिर आएको थिएँ। कस्तो दामी चेयर रहेछ यहाँ, ड्रमले बनाएको, नाइस। म चाहिँ त्यताको वेमा जान पर्ने। बाटो क्रस गर्नको लागि चाहिँ यो बटन थिच्दियो भने चाहिँ अहिले वेट देखाएको छ, रातो बोलिरहेछ। अनि अहिले एकछिनमा चाहिँ त्यहाँ हरियो बोल्छ अनि त्यसपछि चाहिँ बाटो क्रस गर्ने। मैले त्योभन्दा अगाडि चाहिँ पाउँदैन बाटो क्रस गर्न, गाडीहरू आइरहेको हुन्छ। सो त्यहाँ हरियो बोल्यो, अब चाहिँ मैले बाटो क्रस गर्दा हुन्छ निर्धक्क भएर। ल फाइनल्ली आइपुग्यो। हाई यु आर राइट। के छ? ठीक छ साथी। धेरै धेरै स्वागत छ भ्लगमा। आफ्टर लङ टाइम है। ल बसौँ त। यो चाहिँ तपाईँहरू दुईजनाको नयाँ एचिभमेन्टको लागि। अब भिडियोमा भन्न मिल्छ कि नआइरहनु। ल धेरै धेरै बधाई छ। अनि यो चाहिँ मेरो एकदम यो शुभ होस् भनेर है। अनि यहाँ अर्को पनि छ, अलि फुल चाहिँ मरेछ अलिअलि। अर्को पनि छ। ल यो चाहिँ हल्का कोसेली। ए ल न। ल धेरै धेरै बधाई छ है। एकदम एकदम खुसी लाग्यो एकदमै। ठ्याक्क यता देखा।
नमस्कार नमस्कार अनि धेरै धेरै स्वागत छ युके आएर उस्तै छौँ कि हामी फेरि यहाँ अस्ति नि कहाँ गयो उस्तै छ भन्ने कसले भन्थ्यो क्या मलाई हामी हो हेर्नु ठ्याक्कै मिल्छ कि है अलि स्लिम भयो चाहिँ अलि के अरे सुरुमा बाटिकामा भेट्दाखेरि सानो कस्तो भएको चाहिँ ल मैले चाहिँ यो मैले आफैले फलाएको काँक्रा हो लन्डनमा धेरै मिहिनेत गरेर फलाएको कि घरमै फलाएको काँक्रा हो पानी आयो मुखमा म हरिखोर्सानी पिस्छु है हरिखोर्सानी पनि फलाएको नेपाली भाषी त्यतिको त हुनु पर्यो नि खुर्सानी टिप्न लाग्छु घरमै फलाएको नेपालको जिरे खुर्सानी कति पिरो छ अनि यो चाहिँ अर्को वाला तर यो एकदम पिरो छ उहाँ चाहिँ पाकेछ त्यो चाहिँ बिउ राख्ने उतापट्टिको यति धेरै फलेको थियो काँक्रा अनि यहाँ नि छ कस्तो त मिठो छ त्यो साउन्ड सुन्दै कस्तो लाग्यो मलाई त कराक लाग्यो काटेको अब तिमीलाई भाइटिका रेडी गर्दैछु हाम्रो अब लन्च सुरु हुन लाग्यो पक्का नेपाली धेरै पछि ह्याप्पी दसैँ सबैलाई अनि यता भेनालाई पनि ब्लगमा स्वागत छ है हजुरलाई धेरै धेरै हातले खाएपछि बल्ल मिठो हुन्छ होइन त यति आनन्द खाएपछि के हुने हो यो भन्दाखेरि पनि कस्तो अचम्मै लाग्छ साथीको छोरीलाई स्कुलमा पिक गर्न जाँदैछौँ यहाँ एउटा साथीको बिहा नि भयो होइन कता हराएको अब यो के गोरी खोज्ने हो साथीलाई गोरी खोजेर अनि त्यसपछि हामीलाई इङ्ग्लिस सिकाउँछ ल हामी चाहिँ भान्जीको स्कुल हो यहाँ अगाडिको यहाँ नजिकै छ कस्तो राम्रो देखेको है भान्जीको स्कुलमा भान्जीलाई टक्क लिन जाँदैछौँ त्यो त यति एक्साइटेड रेशम मामा कहिले आउनुहुन्छ 1 महिना अगाडिबाट फेरि मैले भनिहालेँ मामा आउनुहुन्छ टिकट काट्नुभयो भनेर म नि एक्साइटेड छु भेट्नलाई एकदमै फेरि बच्चा माया गर्ने चिनिहाल्छ नि त्यो नि हो हामीलाई नि यस्तो हामीलाई नि त्यो आफू नै बच्चा भयो जस्तो फिल हुने रहेछ कि अनि हो आफ्नै छोराछोरी जस्तै होइन ठिक हो पोइन्ट टु बी नोटेड साथीको छोराछोरी भयो ल अब भान्जीलाई भेटिन्छ है हामी छिटै 3 इयर अब भान्जीलाई भेटिन्छ होइन देन हामीले उस्तै मान्छे देन रेशममा देन भनेको भनेछन् कि तिमीले जस्तो
त्यो सबैजना प्यारेन्ट्सहरू बच्चालाई लिन वेट गर्दै हुनुहुन्छ भान्जी त्यहाँ हुनुहुन्छ टाइम मिल्दैन। छोड्दैन हैन कति बजे हो अहिले हिजोबाट त नोटिस दिएको नि 3:10 मात्रै इन्ट्री गर्ने त्यहाँ गेटबाट दिँदैन अहिले त एकदम 15 मै ठ्याक्कै ढोका खोल्छ अरू ढोकामै वेट गराउने तर नछोड्दिने के हैन टाइमको रेस्पेक्टकै हुनुको के 1 मिनेट पनि यताउता हुन्न के रुल्समा चलेको देश चल्ने भनेकै रुल्स रहेछ के हेलो भान्जी हाउ यु के छ ठिक छ ल तिम्रो लागि सानो गिफ्ट हाई गर भिडियोमा मामासँग बोला ल कति मिस गरेको थियो रहेछ धेरै गरेको थियो के होला खुसी गेस व्हाट इज दैट Cake? गेस Cake होला. केक नो Cupcake? ओके Is it from this way or this way? दिस वे आई थिंक दैट या ये हेर त कति राम्रो गिफ्ट ओहो यो हेर है यसरी गर न यो स्पिन हुन्छ ये Wait. Panda. Hey, कहाँ ढोके जोड्ने आज मेरो साथीको क्या नीले ड्याङ्ग ठोक्यो अनि मामा आउनु भयो अनि तिमी एक्साइटेड भएको भयो अब ठिक छ मामा हजुर रेसमा मलाई नि स्विमिङ लिएर जानु छ ए मिलिहाल्छ नि त्यो त झन् नमिल्ने कुरै छैन मामा नि रेसमा मामा लिएर जाऊ हाई 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 अस्मा हाई 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 रेसममा मलाई तपाईँ ट्विन्सको जस्तै हुन्छ अरे ट्विन्स जस्तै हुन्छ अरे नै नै कसले सोचे थियो होला है युकेमा आएर तिवारीको छोरीलाई लिन आइन्छ भनेर अनि स्कुलमा मैले यसो ऊ हेरेको थिएँ कि हामीले कहिलेतिर सँगै काम गरेर आजभन्दा 8 वर्ष अगाडि भएछ क्या 8 वर्ष अगाडि हामी नेपालमा सँगै होटलमा काम गर्थ्यौँ वर्षाको र मेरो फ्रेन्डसिपको बारेमा चाहिँ छुट्टै भनौँला एकचोटि अनि आज चाहिँ 7-8 वर्षपछि हामी यहाँ छौँ युकेमा दसैँ सुदन सरले What is that? क्लब जानु अनि लड्डु अनि यो येलो वेट थाहा छैन के गर्नु पर्यो मैले मलाई त गुलाब जामुन मन पर्छ Thank you. Welcome. Ayo. So soft. अब यो त यहाँ लगाउने होला के यस्तो मैले लड्डु खाएको म चुज गर्छु ल आई विल चुज आई एट सम यु एट विच वान यु एट खुसी यता हेर Here. वो वेयर आर यु गोइङ Swimming. ल अब हामीलाई भन्दै लग ल सबै Okay. हस् Cross the road now. You can see me with my glasses. ओके Hello. कति टाढा छ यहाँबाट स्विमिङ पुल Quite 10 minutes. 10 minutes. 10 minutes walk. Oh, how long have you been doing the swimming? Tuesday 20 time. 20 times a day. I know. Not every day. Just Tuesday, Wednesday. All right. Tuesday and Wednesday. That's my Okay. swimming. And today? What day is today? Today is Wednesday. Yes, Wednesday. Yeah. Wednesday and Tuesday is my swimming. अनि भोलि कुन फेस्टिभल हो थाहा छ Ah, कुन फेस्टिभल रे yeah.
त्यो ग्रास लाउने यसमा टिका लाउने अनि सबै चिज के भन्छ त्यसलाई नेपालीमा जमर जमरा जमरा ओके अनि फेस्टिभलको नाम के अरे दसैँ दसैँ नेपालमा मिस सेम हुन्छ हो नेपाल मिस हुन्छ तिमीलाई हुन्छ कति टाइम भयो तिमी गएको डिसेम्बर हाई मेरो टिचर Okay. Take this one as well. One for you, one for me. Cross. Go right. Okay. Now just go. Right nowhere. Lisa, Mama. Welcome to my house. My swimming is right there, the building. So, 1 minute. Oh, ducks! खुसी नाउ अब हामी नेपालीमा मात्रै बोल्छौँ Okay. एकछिन है यो फुट स्टेप हो त्यो डियरको आउनु जम्प डियरलाई नेपालीमा के भन्छ थाहा छैन ओके सो वी आर अलमोस्ट देयर इन 2 minutes so I can see some ducks over there swimming around there's even gyms here All right. and you can gym if you pay for Are we here? Yep, we're here. This is the place I go Okay, to Kusi. swimming. Bye bye. Bye bye. Look at it. Go to the last one. Go to the last one. We did it. Oh my goodness. Okay, so I love this park. And you're done. No, you're done. Don't be nervous. I was about to go to London. Oh, good. I went to London. I don't know. Oh no. Go straight. Wait. Then and go to school and put your jacket off on there and finish and then sit on the carpet space and Okay, guys. carpet space. Oh yeah. Hello. Today I'm going to the park, but I came back with this man. Say something. I'm her mama, and we are going to home because tomorrow is our festival. Yes. Yes, Kusi. And there's tomatoes growing in this park. At my school. Where is your home in Nepal? Okay. UK. Nepal. In Nepal. Pokhara. Pokhara. What did you remember about Nepal? My car is there, Yeah. and I'm gonna buy a car. Right. You need to talk in Nepali, dear. Okay. म गाडी किन्छु डिसेम्बरमा अनि म एउटा नेपालमा छ एउटा यहाँ आउनु भएको छ तर मैले नेपाल मिस गरेँ Yay. Okay, now I'm going to turn off the video, yeah? Okay, bye. Say bye-bye to camera. Bye.